अहिले जापानमा काम नपाउने धेरै हुनुहुन्छ स्टुडेन्टहरु धेरै आउनु भएको छ धेरै ठाउँमा काम खोजिरहनु भएको छ यो हेलो वर्कको बारेमा अगाडिको भिडियो हेर्नुभयो यो पार्ट 2 र यसमा एसएसडब्ल्यू भिजाको बारेमा तपाईहरुलाई धेरै कन्फ्युजन छ र यो चाहिँ जापानमा कसरी सपोर्ट यो भिजा लिन सकिन्छ भन्ने पनि जानकारी दिनेछु र साथसाथै हेलो वर्कको कस्तो खालको कम्पनी हो धेरै जनाले यहाँ एप छ कि छैन हैन ह्यान्ड क्याश काम लगाइदिन्छ नै 100% काम हुन्छ कि नै इन्टरभ्युमा जाँदा भाषा त चाहिन्छ होला लगायतका धेरै क्वेशन गर्नु भएको छ यसको आन्सर दिने प्रयास गर्नेछु सर्टकटमा यो भिडियो अन्त्यसम्म हेर्नुस् र यस्तै जानकारीमूलक भिडियो जापानको जानकारी हेर्न मलाई फलो गर्नुस् सबैभन्दा पहिला सुरु गरौँ हेलो वर्क के हो त यो हेलो वर्क भन्ने चाहिँ जब रिक्रुटमेन्ट कम्पनी हो जुन अक्टोबर 20 1953 मा जापान सरकारले स्थापना गरेको हो र यो मिनिस्ट्री अफ हेल्थ लेबर एन्ड वेलफेयर बाट एफिलिएट चाहिँ एउटा चाहिँ ह्युमन रिसोर्स म्यानेजमेन्ट हो अब यसले के काम गर्छ त त्यो बुझ्यौ है त जापानमा यसले जब रिक्रुटमेन्ट गर्ने कम्पनी हो र यसले विशेष गरेर पार्ट टाइम फुल टाइम कामहरु चाहिँ यसले लगाइदिने गर्छ साथसाथै यसले एसएसडब्ल्यू भिजाको सपोर्ट पनि गर्छ र यो बिल्कुलै फ्री हो यसमा 1 रुपैयाँ पनि लाग्दैन र यो हेलो वर्क चाहिँ जापानिज र इंग्लिश ल्याङ्ग्वेजको कम्बाइन्ड सर्भिस हो यदि तपाई जापानिज भाषामा जिरो हुनुहुन्छ र कम भाषा आउँछ भने तपाईले हेलो वर्कलाई फोन गरेर इंग्लिशमा पनि बोल्न सक्नुहुन्छ इंग्लिशमा बोल्न सक्नुहुन्छ र आफ्नो समस्याहरु आफुलाई जब चाहिएको छ भने जब भन्न सक्नुहुन्छ तपाई पार्ट टाइम जब गर्न चाहनुहुन्छ या फुल टाइम त्यो पनि जानकारी दिन सक्नुहुन्छ र यो चाहिँ विदेशी प्लस जापानिज सबैले जापानिजहरुले पनि प्राय जसो काम खोज्ने भनेको चाहिँ जापानमा यही हेलो वर्कको सहायताबाट हो र यो एकदमै पुरानो कम्पनी हो 1953 मा स्थापना भएको भन्ने चाहिँ तपाई आफै पनि बुझ्न सक्नुहुन्छ र अब सरसर्ती मेरो पार्ट 1 यो हेलो वर्कको पार्ट 1 मा जसले चाहिँ भिडियो हेर्नु भएको थियो उहाँले गरेको कमेन्टको आन्सर दिने प्रयास गर्नेछु है त फर्स्टमा एप कुन छ भन्दिनु भनेको छ यसको यो हेलो वर्कको चाहिँ एप हुँदैन एप्लिकेसन हुँदैन यो चाहिँ सिधै वेबसाइटबाट गर्ने हो जुन यसको वेबसाइट चाहिँ www.hellowork.go.jp रहेको छ तपाईले सर्च गर्नु होला अथवा म कमेन्ट बक्समा राख्दिन्छु त्यहाँबाट पनि तपाईले लिंक कपी पेस्ट गरेर गुगलमा पेस्ट गर्नु होला र तपाईले वेबसाइट पाउनुहुन्छ र तपाई जापानको जुन सिटीमा हुनुहुन्छ हरेक सिटीमा यसको अफिस हुन्छ तपाईले फोन गर्दा पनि हुन्छ अनलाइनबाट यसलाई चाहिँ फर्म भर्दा पनि हुन्छ लाइन भन्ने एप चलाउनु हुन्छ नि लाइनबाट पनि तपाईले हेलो वर्कको चाहिँ जब एप्लिकेसनको चाहिँ निवेदन दिन सक्नुहुन्छ अथवा फोन गर्न सक्नुहुन्छ अथवा तपाई हेलो वर्कको अफिसमै गएर पनि तपाईले गुगल लोकेसनबाट गएर तपाईले त्यहाँ फर्म भरेर एउटा हेलो वर्कको लागि जब भ्याकेन्सी अप्लाई गर्न सक्नुहुन्छ र अर्को सेकेन्ड क्वेशन है दाइ ह्यान्ड क्याश लगाइदिन्छ भन्नुभएको छ हेलो वर्कमा चाहिँ यस्तो ह्यान्ड क्याश यस्तो केही हुने यस्ता खालका चाहिँ गैर कानुनी काम चाहिँ हुँदैन है यो चाहिँ फुल्ली तपाईलाई जापानमा स्टुडेन्ट भिजामा हुनुहुन्छ भने 28 घण्टा डिपेन्डेन्ट भिजामा हुनुहुन्छ भने 28 घण्टा र तपाईलाई एसएसडब्ल्यू भिजा चाहिँ चेन्ज गर्न चाहनुहुन्छ भने उनीहरुले कामहरु कम्पनीहरु खोजेर तपाईको भिजा एप्लिकेसनहरु फर्महरु भिजाहरु अप्लाई गर्दिन्छ र पछि तपाईले एसएसडब्ल्यू को भिजा चाहिँ इमिग्रेसनबाट प्राप्त गर्नुहुन्छ यो चाहिँ तपाईको यहाँको विशेष सेवाहरु हो है त र अर्को क्वेशन 100% पाउँछ भन्नुभएको छ डेफिनेटली यो 100% नै पाउँछ र कतिपय तपाईको चाँडै पनि एक हप्ता 15 दिनमा पनि पाउनुहुन्छ भने कतिपय तुरुन्तै पनि पाउनुहुन्छ किनकि जति सक्दो हामीले चाँडो चाहिँ जब भ्याकेन्सीको चाहिँ त्यहाँ हामीले एप्लिकेसनहरु दिन्छौं मलाई काम चाहियो भनेर हामीले त्यहाँ चाहिँ सम्पर्क गर्छौं उनीहरुले चाहिँ सेकेन्ड प्रोसेस उनीहरुले जबहरु तिमी बस्ने ठाउँ वरिपरि तिमीले भ्याउने लोकेसनहरुमा उनीहरुले सर्च गरेर हैन विभिन्न चाहिँ कम्पनीहरुसँग उनीहरुको कन्ट्याक्ट हुन्छ तिनीहरुलाई फोन गरेर लौ न यस्तो खालको मान्छे यहाँ भ्याकेन्सी आएको छ यस्तो खालको यो टाइममा मर्निङ काम गर्ने डे काम गर्ने नाइट काम गर्ने यस्तो खालको मान्छे तपाईहरुलाई चाहिरहेछ हामीसँग आएको छ काम खोज्दै र उलाई तपाई राख्न चाहनुहुन्छ भनेर चाहिँ तपाईको चाहिँ काम गर्ने मान्छे र कम्पनीको बीचको चाहिँ मिडिएटर भएर उनीहरुले चाहिँ सपोर्ट गर्छ र तपाईलाई काम खोजेर तपाईलाई दिन्छ एकदमै सजिलो छ है यसमा पैसा केही पनि लाग्दैन जिरो हेर्न है त त्यो बुझ्नुस् है त यो हेलो वर्कको कुनै पनि सर्भिसमा तपाईलाई पैसा लाग्दैन उनीहरु एउटा गभर्नमेन्टबाट एफिलिएट एचआर म्यानेजमेन्ट एचआर रिक्रुटमेन्ट ह्युमन रिसोर्स म्यानेजमेन्ट डिपार्टमेन्टबाट भएको भएर यो चाहिँ फुल्ली गभर्नमेन्ट जापान गभर्नमेन्टको सर्भिस हो तपाईले निशुल्क लिन सक्नुहुन्छ है त र अर्को 4 नम्बरमा इन्टरभ्यु जाँदा भाषा चाहिन्छ होला नि भन्नुभएको छ यो इन्टरभ्युमा जाँदा भाषा चाहिँ अब तपाईको जापानिज भाषा छ भने जापानिज भाषामा पनि कुरा गर्न सक्नुभयो यदि जापानिज भाषा तपाईलाई आउँदैन जिरो हुनुहुन्छ अथवा थोरै बोल्नुहुन्छ भने पनि डोन्ट वरी हैन तपाईले चाहिँ त्यहाँ
इङ्ग्लिसमा पनि कुरा गर्न सक्नुहुन्छ। यो हेलो वर्कमा दुईटा भाषा तपाईँको मेजर हुन्छ, जापानिज र अर्को चाहिँ इङ्ग्लिस। यदि तपाईँ इङ्ग्लिस आउँछ, इङ्ग्लिसमा आफ्नो कुरा राख्न सक्नुहुन्छ भने चाहिँ सजिलै तरिकाले तपाईँले इङ्ग्लिसमा पनि आफ्ना कुराहरू राख्न सक्नुहुन्छ। र यहीको ओनेगाइसिमास भन्नुभयो भने इङ्ग्लिस ट्रान्सलेटरको कल तपाईँको चाहिँ फरवार्ड गरिदिन्छ र अर्को इङ्ग्लिस बोल्नेसँग कुरा गर्न सक्नुहुन्छ। मजाले एकदमै राम्रो सर्भिस छ। म पनि धेरैचोटि अरू नयाँहरूलाई सेवाई गर्न, प्लस म आफै पनि एकचोटि गएको थिएँ र मैले लसनको कामहरू त्यहीँबाट खोजेर गरेको थिएँ। सुरुमा यहाँ जापानको फुकुओकामा सुरुमा म यहाँ बसाइसराई गरेर आएपछि ओसाकाबाट है त। र तपाईँको यस्तै खालको यो हेलो अरूको अब तपाईँको कुनै डाउट छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। र यदि तपाईँ जापानमा काम खोजिरहनु भएको छ, यो हेलो वर्कको बारेमा अझै डिटेल कसरी फोन गर्ने हेलो वर्कमा, हेलो वर्कको नम्बरहरू कसरी पत्ता लगाउने, गुगलमा सर्च त गऱ्यौँ, तर अब लोकेसन चाहिँ कसरी फाइन्ड आउट गर्ने र त्यहाँनिर चाहिँ फोन गर्दाखेरि इङ्ग्लिसमा बोल्ने कि जापानिजमा बोल्ने, कसरी बोल्ने होला, तपाईँले एकचोटि फोन गरेर हामीलाई पनि देखाउनु पर्यो भिडियो मार्फत भन्न चाहनुहुन्छ भने कमेन्ट सेक्सनमा इन्ट्रेस्ट भनेर कमेन्ट गर्नुहोस्। म तपाईँको लागि अर्को नेक्स्ट पार्ट भिडियोमा चाहिँ तपाईँलाई आफैले तपाईँलाई हेलो वर्कमा फोन गरेर इङ्ग्लिसमै कुरा गरेर अथवा जापानिजमा कुरा गरेर सबैजनालाई सजिलो चाहिँ इङ्ग्लिसमा होला जस्तो लाग्छ। यदि इङ्ग्लिसमै फोन गरेर त्यस्तो भिडियो तपाईँ चाहनुहुन्छ र मैले भिडियो बनाऊँ भन्ने तपाईँको इन्ट्रेस्ट छ भने कृपया कमेन्ट बक्समा इन्ट्रेस्ट भनेर चाहिँ कमेन्ट गरिदिनुहोस्। र यो हेलो वर्कको एकदमै सजिलो छ, हरेक सिटीमा यसको अफिस हुन्छ। जापानको हरेक सिटीमा यो कम्पनी अक्टोबर 20, 1953मा स्थापना भएको, जुन चाहिँ मिनिस्ट्री अफ हेल्थ, लेबर एन्ड वेलफेयरबाट एफिलिएट कम्पनी हो र यसले जब रिक्रुटमेन्ट गर्छ, पार्ट टाइम, फुल टाइम र एसएसडब्ल्यू भिजा सपोर्ट पनि गर्छ। यो बिल्कुलै फ्री हो। यो मैले लास्टमा फेरि दोहोऱ्याएँ। र यस्तै मेरा जानकारीमूलक भिडियो तपाईँलाई हेर्न छ भने मलाई फलो गर्नु होला। र तपाईँले नबुझेको कुराहरू केही छन् भने यही टिकटक अथवा कुन माध्यमबाट हेर्दै हुनुहुन्छ त्यहाँनिर कमेन्ट गर्नु होला, म तपाईँसँग जोडिनेछु। र यो भिडियो तपाईँका जापानमा आएको नयाँ साथीहरूलाई सेयर पनि गर्नु होला, ताकि हेलो वर्क के हो र हेलो वर्कले कसरी काम खोजिदिन्छ र अर्को भिडियोमा हामी हेलो वर्कलाई कसरी फोन गर्ने भनेर सिक्नेछौँ। यदि तपाईँ धेरैजनाले कमेन्ट गर्नुभयो भने, इन्ट्रेस्टेड भनेर कमेन्ट गर्नुभयो भने म तपाईँको लागि त्यो भिडियो पनि ल्याउनेछु। अहिलेलाई भने बिदा हुन्छु। यहाँको दिन, यहाँको लाइफ स्वस्थ रहोस्। जापानमा तपाईँलाई केही पनि प्रब्लम, केही जानकारीहरू एकदमै एफिलिएट तरिकाले, एकदमै ओरिजिनल तपाईँलाई चाहिँ जानकारी चाहिएको छ भने मलाई मेसेज अथवा कन्ट्याक्ट गर्न सक्नुहुन्छ भन्दै अहिलेलाई भने यो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा यहाँलाई आरिगातो गोजाइमास एन्ड जय नेपाल।